उहाँहरूलाई सबै गरेर यहाँ स्वामीजीको भाग्य हेर्नु मुक्तिनाथ भूभैगुण्ड तत्व ठाउँमा जसको घर बनेको छ भोलि कहाँ गएर कसैलाई भन्नु पर्दैन उही बनिसकेका भएको छ घर एक दोस्रो देवघर जस्तो ठाउँमा मन्दिर एक तारी फेरि खोलेको छ उहाँको सबैको आत्मा शान्ति हुने फेरि अशान्ति हुने हो र उहाँको भेटेर पसेपछि यसो पिएपछि शान्ति आनन्द सबैलाई हेर्नु त्यस्तै एकदम रसमय फेक्टरी खोलेको पुत्रवधु परिवार अनुकूल सबै आफू सबैमा अनुकूल कति राम्रो फेक्टरी पनि छ गृह पनि छ मन्दिर पनि छ बगुठाउँमा घर पनि छ यता रसास्वादन सुधा यो श्रीमुखबाट सधैँ निक्लिरहेको भगवान्का दिव्य बाणीहरू अमृतमय बाणी कति आनन्द स्वामीजीलाई कति आनन्द त्यही आनन्द लिनु भनेर यसो स्वामीसँग प्रार्थना गरेर यसो एउटा पानी चोर्ने झुप्रो बनाएको थियो सधैँ बस्ला भनेको रघुनाथ भगवान्ले तय भन्नुभयो र मलाई त बाँध्नुभयो आउनै दिनु भएन अब छोड्न मिल्दैन के गर्नु त्यो पनि कहिलेकाहीँ फुत्केर आउँछु यसो एक दिन आउँछु फेरि जान्छु मलाई छोड सत्ता एक्लै यहाँ भन्नु त छोड्नै दिनुहुन्न रघुनाथ भगवान्को सेवामा तर कहिलेकाहीँ आएर बस्न पाउँदा गङ्गाजी नुहाउन पाउँदा स्वामीजीको दर्शन पाउँदा यसरी भक्त भागवतहरूको यो दर्शन पाउँदा पनि आनन्द लाग्छ त्यो भगवान्को कृपा हो र हिजो बिदा भएर हिँड्न लागेको स्वामीजीले भन्नु प्रभु भोलि त बस्दैन स्वामी अभिषेकमा यसै भन्नुहुन्छ स्वामीजी पनि किन जाने भन्नुहुन्छ यसो विचार गरे हो भनेर उता फोन गर्दै आज बसेको हुनाले सौभाग्य पाइयो दिए बोल्न पाइयो भक्तको दर्शन पाइयो भगवान्को अभिषेक दर्शन पाइयो आनन्दले यो सबै हाम्रा पूर्व जन्मका संस्कार हुन् हाम्रा पूर्वजको तपस्या हो हामी यहाँ बसेर बोलेका छौँ नि गङ्गाको तर्फ नुहाएका छौँ नि जल लिएका छौँ त्यो जल उठाएर दिँदा हाम्रा पूर्वजहरू पनि कोही हाम्रा कुलमा यस्तो कोही एउटा सज्जन व्यक्ति जन्मियोस् भगवान्को नाम लिइदियोस् हाम्रा